स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नम्बर 4 स्थित अवस्थित हाम्रो प्यारो घोप्टे गाउँलाई विश्वसामु चिनाउन र विदेशमा रहेका आफ्ना दाजुभाइ दिदीबहिनीहरूको हृदयमा सधैँ सम्झनाको उज्यालो जगाइ राख्न हाम्रो प्रयास सफल भएकोमा हामी गर्वित छौं। हाम्रो पूर्वजहरूको पसिना र त्यागले सुम्पिएको धरोहरलाई सम्मान गर्दै हाम्रो पहिचानलाई विश्वसामु उजागर गर्ने अवसर पाउनु गौरवको विषय हो। बाल्यकालका रमाइला खेल मैदान, भिर पखेरा, खोला नाला, खेतबारीका सम्झनाहरू समेट्दै हाम्रो जीवनलाई संस्कार र एकताको बल दिने समाजको वृत्तचित्र हेर्दा हामी हर्षित छौं। गोफा डाँडा, पाताली वन, चण्डी मन्दिर, डाँडे गौडा, रिट्ठाको बोट, पाखा पँधेरो, क्याम्दानी रह, छारे रह, जिमिरे खोला, दुई खोला दोभान, पिपल डाँडा, देवी मन्दिर हाम्रा गौरवका सांस्कृतिक धरोहर हुन्। अब यी सम्पदालाई डिजिटल संसारमा उजागर गरौं, माया र अभिमानका साथ लाइक, शेयर र प्रतिक्रिया दिउँ र संसारभर फैलिएका आफ्नोलाई सम्झाउँ हामी एउटै माटोका सन्तान हौं। जय हाम्रो प्यारो घोप्टे गाउँ, अमर रहोस् हाम्रो माया र संस्कृतिको पहिचान। जन्म ठाउँको धेरै माया छ, जे गरे पानी जहाँ रहे पानी आँखामा मेरो गाउँकै छाया छ, छाया छ। ए हो चरी बनेमा माया छ गाउँघरको सधैँ मनैमा, माया छ गाउँघरको सधैँ मनैमा।
हो चरी बनेमा माया छ गाउँघरको सधैँ मनैमा माया छ गाउँघरको सधैँ मनैमा स्याङ्जा भन्ने एउटा चाहिँ हाम्रो जिल्लामा मात्रै परिचित थियो भने आज यस घोडीगामलाई विश्वमा नै युट्युबबाट भिडियोबाट संसारका सबै मान्छेहरूले देख्न सकिने बुझ्न सकिने किसिमबाट एउटा वृत्तचित्र तयार पारेर यसको लागि सबैभन्दा पहिला यसको थालनी हाम्रो बसेल भाइले गर्नुभएको थियो र यसलाई हामी सबैले आफ्नो क्षेत्रबाट मरिमेटेर तन मन धनले सहयोग गरेर आज हामीले यसलाई करिब अन्तिम अवस्थामा पुर्याएका छौँ र निकट भविष्यमा हामीले यो वृत्तचित्रबाट हाम्रा भोटेका आजसम्मका इतिहास संस्कृतिहरू वेशभूषा त्यहाँका मठ मन्दिर भगवान देवताका र विकासका र साँच्चै भनियो भने उरस्टेको एउटा अन्न थलो सम्म एउटा उपत्यका भोटे गाउँ हो भन्ने कुरो अब चिन्नुहुनेछ। गाउँलाई विश्व परिवेशमा चिनाउँ भनेर अलिकति गाउँठाउँको चिनारी स्वरूप चाहिँ एउटा मनमा अन्तस्करणमा चाहिँ भित्र चाहिँ खेलिरहेको थियो। यस क्रममा हाम्रो सर्जक चाहिँ अर्जुन थापा मगरज्यूले चाहिँ अलिकति गजगाउनु भयो मलाई चाहिँ यस्ता गीतहरू एउटा गरम भनेर विगत 5 वर्षदेखि नै गर्नुभएको थियो। अनि यो गीतलाई खास गरी 6-7 महिनाको चाहिँ करिब टेन्टेटिभ समय लाग्यो हैन। फाइनेन्सियल्ली अब टेक्निकल्ली धेरै कुराहरू रहन्छन् एउटा गीत तयार गर्नलाई। यसमा अब यो उहाँले राख्नुभएको प्रस्तावलाई मैले पनि चाहिँ सहर्ष स्वीकारेर अनि हामी यो दुईटा बिचमा इन्ट्रोडक्सनहरू धेरै भए अनि कसरी जाने कसरी बढ्ने भन्ने सन्दर्भमा पनि अब कुराहरू भएकै थियो। बिचमा प्रोजेक्ट गर्नको लागि मैले गाउँका हाम्रा अग्रज दाजुभाइ दिदीबहिनीहरूसँग पनि मैले चाहिँ बुद्धिजीवी समाजसेवीसँग पनि मैले यो प्रस्ताव राखेँ कसरी बढ्ने भनेर राखेँ। पहिला व्यक्तिगत रूपले जाउँ कि भन्ने थियो हैन, पछि यो चाहिँ सामाजिक काम हुन्छ समाजलाई पनि चिनाउने विषय हो भनेर यसलाई चाहिँ हामीले सामूहिक रूपमा नै गर्ने निर्णय गऱ्यौँ पछि। अनि यसका लागि हामीले एउटा कमिटी पनि गठन गरियो। पोखरा काठमाडौँ सम्पूर्ण दाजुभाइलाई हामीले गरेर एउटा चाहिँ सहभागी गराएर एउटा कसरी जाने फन्ड कलेक्सन कसरी गर्ने भन्ने सन्दर्भमा हामीले चाहिँ विविध चाहिँ छलफल गरियो। यस क्रममा हामीले धेर थोर रकम पनि जुटाउने चाहिँ जमर्को गऱ्यौँ। यो एउटा घोप्टे गाउँको मात्रै चिनारी होइन, यो हाम्रो समग्र देशको समग्र परिस्थितिको हामी गाउँ छोडेर विदेश सहर पसेर चाहिँ विदेश भाषिएका
हाम्रा सम्पूर्ण युवाहरू को मनमुटुमा बस्न र उहाँहरूको भावनालाई पनि चाहिँ प्रतिबिम्बन गरेर हामीले चाहिँ एउटा गीत बनाएका थियौँ।